2082 साल कार्तिक महिनाको 22 गते धान काट्दै गरेको याङरक गाउँपालिका वार्ड नम्बर 4 को सालबोटे भन्ने ठाउँ हो। यो देख्न सकिन्छ। धान चाहिँ यो साल धेरै ढलेको थियो। काँटी धान हो यो। काँटी धान काटिरहेका छौँ। काँटी धान चाहिँ धेरै ढलेको थियो र पनि अहिले चाहिँ बाला चाहिँ त्यति बिग्रेको छैन। र पनि अहिले चाहिँ काट्ने क्रम भइरहेको छ। धान राम्रो पाकिसकेको छ। अहिले काटिरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ सालबोटे क्षेत्र हो यो। धान चाहिँ राम्रो पाकिसकेको छ। काँटी धान हो यो चाहिँ। यो काँटी धान हो। यसरी काटेर सुकाउँदै गरेको छ। देख्न सक्नुहुन्छ काँटी धान हो।